जुन चाहिँ तँ चन्दा चन्दा भनेर कराइरहेको छस् नि भाइ, तँ त त्यो 2 भित्ता दोकानको बाहिर निस्केर आउने पनि होइन, न कोही केही गर्ने हो। मेरो चाहिँ के सोच थियो भन्दाखेरि एटलिस्ट म त त्यो जग्गामा जानु सकिनँ, तर जो मान्छे जाँदैछ उसको नै अब उसले नै गएर राम्रो उयो गर्छस् न त। एक म जानु र ऊ जानु एउटै त भनेर चाहिँ मैले क्युआर कोड राखिदिएँ। त्यो क्युआर कोड मेरो पनि होइन है, बुझिस् त? अलिक होस गरेर बोल यार। किनले यो गवारको रिप्लाई आएछ, फेरि मैले रिप्लाई दिनु पर्यो है। अब तोहरको डोनेसन उठाएर खाने जुन चाहिँ एउटा तिमीहरूले ट्रेन्ड बनाएको थियो नि, त्यो पनि अब अस्तिदेखि एक्सपोज भयो जस्तो छ। अब पैसा पाउँदैन जस्तो छ है, अब स्क्यानर हालेर यसको नाममा भन्दै। किनभनेपछि अस्ति एउटा भाइको नानीलाई क्यान्सर भयो भनेर डोनेसन उठाउनु खोजेको थियो नि, त्यो चाहिँ भरे बाउकै भिडियो आयो कि होइन अरे, क्यान्सर भएको छैन अरे, अनि डोनेसनको लागि कसैलाई रिक्वेस्ट पनि गरेको छैन अरे, बुझ्यो? अब तिमीहरूको यो एक्सपोज भयो, बरु 2 भित्ताको भने यसो अब गरी खाए। अब तिमीहरूलाई मुस्किल छ तिमीहरूको घर चल्नु, किनभने अब डोनेसन उठाउँदै खाने बानी है। स्क्यानर हाल्यो, त्यहाँबाट डोनेसन उठायो, त्यहाँबाट कमिसन राखेर बस त्यस्तो गर्ने बानी। अब त्यो तिमीहरूको एक्सपोज भयो। अब चाहिँ मेरै दोकानमा आइज बरु काम गर्नु। यता हेर्दै बढालिस् भने नि म तँलाई दिइहाल्छु पैसा। अरूलाई त तैँले खुब भन्छस्, मेरो बुढीको बारेमा नानीको बारेमा बोल्यो भने म पुलिस केस गर्छु हेन तेन। अरूलाई तैँले बडी सेमिङ गरेको त्यो चाहिँ के हो? मलाई झ्याक्ने भनेको थिइस्, मैले तँलाई टेढे भनेको। अब त्यो आँखा पनि तेरो फ्यामिली हो भने त मलाई के थाहा? मलाई थाहा भएन। मैले तँलाई भनेको, तेरो बुढी नानीपट्टि भनेको छुइनँ होइन। अन्त तेरो आँखा पनि अगर तेरो फ्यामिलीमा काउन्टिङ हुन्छ भने चाहिँ त्यो मलाई थाहा छैन है टेढे। म तँ जस्तो चोर होइन सालै, बुढी चोरेर भाग्ने, अरूको दिल्लीमा लुकेर बसेको छस् दोकानभित्र साला, काम बाहिर गर्नु नसकेर। ल मैले त बुढी नै चोरेर भानी पालेर राख्दैछु। अब तैँले त एउटा बिहा पनि गर्नु सक्दैनस्, किनभने अब तिमीहरूको डोनेसनको धन्दा पनि बन्द हुँदैछ होइन, एक्सपोज भइसक्यो। पाल्नु सक्नुपर्छ हौ बुढी। चोर कि अर्को बुढी बिहा गर कि आफ्नै नयाँ कन्ने केटी लिएर आइज कि, पाल्ने क्षमता हुनुपर्छ, बुझिस्? अब तँ आफू खुदलाई त डोनेसनले पाल्ने, बुढी त कसरी बिहा गर्छस् त नि? आफ्नो छोरी चेली, आफ्नो दिदी बहिनीहरूलाई त तेरो जस्तो त्यो नाना भाती भनेर रोस्ट हान्ने त्यस्तो काम त गरेको छुइनँ नि त भाइ। जो पाए त्यहीसँग न्यु खोज्ने, जोसुकै कन्टेन्ट क्रिएटर दाजुभाइहरूलाई जे पाए त्यही भन्ने। म त्यस्तो तँ जस्तो मलाई त्यस्तो गर्न आउँदैन, म गर्दिनँ पनि। तेरो भिडियोमा त भ्युजै त आउँदैन, कहाँबाट दुश्मन पनि हुन्छ? अब तेरो भ्युजहरू बढ्यो भने त दुश्मन अलरेडी बढ्छ, त्यहाँबाट तँ पनि त्यसमा कन्ट्रोभर्सीमा फसिहाल्छस्। अन्त तँ त अब कन्टेन्ट पनि तेरो त कस्तो हुन्छ, तँलाई नै लागु, त्यो महिलालाई हुने चिज हो लागु। अन्नपूर्णाहरू भन्ने, अन्नपूर्णाको बारेमा त्यो के गर्दै बनाउँदा रहेछस्। म त तँलाई पनि लागु होला जस्तो लाग्दैछ। तँ अन्नपूर्णाकै मात्र भिडियो बनाउँदै हाल्दो रहेछस्, तँ अन्नपूर्णाकै हकदार होला जस्तो लाग्दैछ। जतिजनासँग अहिले कन्ट्रोभर्सी मोलिरहेको छस् नि भाइ, बुझिस् त? सबै मान्छे एउटा सोझो साझो सबै त्यस्तो हुँदैन। भोलिको दिनमा अलिक विचार गरेर हिँड। दिल्ली जस्तो ठाउँमा बसेको छस्, नेपाली दाजुभाइहरू पनि छैन तँलाई मद्दत गर्नुको लागि। सुकेको बाँस चाहिँ नि तेरो गाँडबाट पसेर चाहिँ नि छातीबाट मुटु कलेजो चिरेर मुखबाट निस्किन्छ नि, त्यति बेला तँलाई याद आउँछ, बुझिस् नि? पिछुवाडेमा चाहिँ पुरा दम हुनुपर्छ क्या, बुझिस्? त्यसको लागि आइज न अन्त। सुरज दर्नाल पनि आउँछु भनेको छ, मैले एड्रेस देख्छु, तँ दुइटा सँगै आइज। त्यहाँबाट तेरो सुकेको बाँस हुन्छ कि काँचो बाँस कसले हाल्छ हेरौँ, बुझिस्? तँ जस्तो गिदड भक्तिहरूसँग धम्कीले डराउनेवाला जस्तो लाग्यो तँलाई? साला कहाँनिर काम गरेर परदेशतिर पुरै घुमेर आएको मान्छे, बुझिस्? तँभन्दा ठुल्ठुलोहरू त त्यहाँनिर त गँदेउलाहरू हुन्छ, बुझिस्? अन्त के सुक्खा धम्की दिइबस्छस् त्यहाँ? आइज, तँ र सुरज दुईजनालाई वेलकम छ। मैले एड्रेस पनि देख्छु। तर अब आउनु भन्यो भने फेरि अब के डोनेसनमा आउँछस्? एउटा डोनेसन खोजिदिन्छु, त्यो उठाएर आउँछस् होला होइन? मलाई कति सम्झाउनु, चन्दा होइन डोनेसन हो। र म त्यो म त तँ नेपाली छोरा होला भनेर चन्दा भनेको थिएँ नि त। तँ त ब्रिटिसको थुक हो भनेर मलाई के थाहा डोनेसन भन्ने? चन्दा र डोनेसन एउटै हो, गवार। तँलाई थाहा छैन? मलाई एउटा एन्सर दिनु कि बुढी चोरहरूलाई चाहिँ के नामले बोलाउनु पर्छ भनेर म अर्को भिडियोमा यसलाई त्यही नामले बोलाउँछु। बुढी चोरहरूलाई चन्दा मास्टर भन्छौ। स्क्यानर हाल्ने, त्यहाँबाट कन्टेन्ट बनाउने, त्यहाँबाट कमिसन खानेलाई चाहिँ चन्दा मास्टर भन्छ, बुझिस्? चन्दा मास्टर। बुढी चोरलाई चाहिँ के भन्छ भने थाहा छ तँलाई? पाल्ने औकात हुनुपर्छ भन्छ।